ल आज खुसीको खबर विदेशबाट नेपाल फर्किँदा टिभी ल्याउने नियम फेरिएको छ। तपाईँहरूलाई यो कुरा थाहा छ कि छैन? छैन भने आज म सबै तपाईँहरूलाई भन्ने छु है। अहिले नयाँ सरकारले मिति 2083 2 महिना 15 गतेदेखि लागू गरेको छ कि अब विदेशबाट फर्किँदा 65 इन्चीसम्मको टिभी लिएर जान पाइन्छ है। त्यो एक पटकको लागि मात्र है। मोबाइलको हकमा लगातार 6 महिनादेखि वर्ष दिन काम गरी फर्कँदाखेरि लान पाइने मोबाइल एउटा आफूले चलाएको, एउटा चाहिँ नयाँ मोबाइल जुनसुकै होस् लिएर जान पाइन्छ। पहिला एमएस प्रणाली लागू गर्न पर्थ्यो, अहिले पर्दैन। मदिरा यानि कि रक्सीको हकमा भने 1 लिटरभन्दा बढी लिएर गए भन्सार विभाग अनुसार भन्सार मशुल्क लाग्नेछ। र बियर भने 12 पिससम्म लिएर जान पाइन्छ है। सुन र चाँदीको हकमा भने पुरानै लागू भएको छ। पुरुषको हकमा 25 ग्रामसम्म र महिलाको हकमा 50 ग्रामसम्म भन्सार पूर्ण रूपमा छुट छ। र सोभन्दा बढी लिएर गए नेपाल भन्सार विभागको नियमअनुसार भन्सार मशुल्क लाग्नेछ है। चाँदीको हकमा भने 500 ग्रामसम्म छुट छ है, पूर्ण रूपमा छुट छ। र विदेशमा बस्दाखेरि तपाईँले युज गरेका सामानहरू जुनसुकै होस्, ल्यापटप, मोबाइल, अनि त्यसपछि ट्याब्लेट, विभिन्न इलेक्ट्रिक सामानहरू, तपाईँले युज गरेको सामानहरू पुरै लिएर आउन पाउनुहुन्छ है। तर एउटा हुन पर्यो, डबल हुन भएन। यदि तपाईँ आफै हेर्न चाहनुहुन्छ, नेपाल सरकारले के राखेको छ भनेर तपाईँ आफै जानकारी लिन चाहनुहुन्छ भने मैले यहाँ नाम राखिदिएको छु। क्रोममा गई, गुगलमा गई तपाईँले नाम सर्च गरी पूर्ण रूपमा हेर्न सक्नुहुन्छ र सबै कुरा डिटेलमा केही कुरा बुझ्नु भएन, हेर्न जान्नु भएन भने कमेन्ट गर्नुहोला है, मैले रिप्लाई दिनेछु।